हाई सम्पूर्णमा नमस्ते। हजुरहरूलाई मेरो फर्स्ट ब्लगमा स्वागत गर्दछु। म सन्ध्या। हामी चाहिँ दाइ भाउजू र हामी चाहिँ पोर्चुगलमा बस्छौँ। आज चाहिँ हामी पोर्चुगलदेखि स्पेनको यात्रामा छौँ। यदि हजुरहरू पनि पोर्चुगलको अल्गारमा हुनुहुन्छ र ताबिरा साइडमा हुनुहुन्छ ताबिरादेखि सेभिल्लाको लागि बसमा जान चाहनुहुन्छ भने अलमोस्ट 2 आवर्स पुग्न सकिन्छ। यदि हजुरहरू चाहिँ बाई ट्याक्सी अर बाई कार जाँदै हुनुहुन्छ भने 1.5 आवरमा चाहिँ हजुरहरू पुग्न सक्नुहुन्छ। अनि यो चाहिँ प्लाजा दे इस्पाना भन्ने ठाउँ हो। अनि यो चाहिँ एकदम राम्रो छ। हजुरहरू चाहिँ सेभिल्ला गएको बेलामा चाहिँ यो ठाउँ नछुटाइकन जानु होला भनेर सजेस्ट गर्न चाहन्छु। तर दिउँसोको अब समरमा जाँदै हुनुहुन्छ भने चाहिँ दिउँसो चाहिँ नजानु होला। सकेसम्म बेलुकाको टाइममा जानु होला, किनभने दिउँसो एकदमै गर्मी भएको कारणले गर्दा टाइम स्पेन्ड गर्न एकदमै गाह्रो हुन्छ। हामी चाहिँ दिउँसोको 1 बजे त्यहाँ पुगेको थियौँ। प्लाजा सँगसँगै त्यही साइडमा चाहिँ पार्क दे मारिया लुइस भन्ने ठुलो पार्क पनि रहेछ। त्यहाँ घुम्नको लागि चाहिँ घोडा गाडीको पनि सुविधा रहेको छ। यहाँ चाहिँ एकदमै व्यस्त सहर भएको कारणले गर्दा गाडी पार्किङको लागि चाहिँ एकदमै समस्या हुँदो रहेछ। हामी चाहिँ गाडी टाढा नै पार्क गरेर अनि टाढासम्म हिँडेर पुगेका थियौँ। त्यसपछि भने हामी चाहिँ तोरे दे ओरेल भन्ने ठाउँमा गएको। यसलाई चाहिँ गोल्ड टावर पनि भनेर चिनिँदो रहेछ। त्यसपछि भने हामीलाई चाहिँ एकदमै भोक लागेको कारणले गर्दा हामी चाहिँ रेस्टुरेन्ट खोज्दै गयौँ। अफकोर्स नेपाली हो, इन्डियन र नेपाली रेस्टुरेन्ट त खोज्नै पर्यो। र फाइनल्ली हामीले एउटा इन्डियन रेस्टुरेन्ट चाहिँ भेट्यौँ र हामीले त्यहाँ खाना खाएर त्यसपछि हामी लाग्यौँ हाम्रो नेक्स्ट डेस्टिनेसनतर्फ। र यो रहेको छ सेतास दे सेभिल्ला। हामीले चाहिँ टिकट फुल भएको कारणले गर्दा त्यहाँको नाइट भ्यू चाहिँ हेर्न पाएनौँ। एकदमै धेरै भिडभाड हुँदो रहेछ, त्यसैले पहिले नै अनलाइन टिकट बुक गरेर जाँदा चाहिँ बेटर। र यतिकैमा बेलुकाको 8:30 भइसकेको थियो र त्यसपछि हामी चाहिँ फर्कियौँ आफ्नै कर्मथलोतिर। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। बाई बाई।